guys, welcome back to my channel. So आज चाहिँ म हामी खेल्न जाँदैछौँ guessing game. Who am I? त्यो पनि एनिमलमा. ओके, सो मेरो चाहिँ उयो मेरो चाहिँ यो हो. ल मम्मीले पहिला भन्छ आनाको यहाँको जनावर यहाँ नेपालमा पाइन्छ कि बाहिर पाइन्छ? त्यो जनावर चाहिँ यहाँ पाइँदैन, बाहिर मात्रै हुन्छ. अनि ममको जनावर यही नेपालमा पाइन्छ? नेपालमा पनि हुन्छ, बाहिर पनि हुन्छ, दुईटैमा हुन्छ. बाहिर हुन्छ भनेपछि आनाको जनावर यस्तो सानो खाले हो कि ठुलो हो? मिडियम साइज. मिडियम साइजको. अनि मम्मीको चरा हो. एनिमल कसरी चरा हुन सक्छ र? भनेपछि आनाको मिडियम साइजको भनेपछि आनाको एनिमल यस्तो कलरफुल छ कि सिङ्गल कलर छ? कलरफुल. कलरफुल छ एनिमल. Oh, colorful animal. Who's that? अनि मम्मीको नि यहाँ हाम्रो घर वरिपरि छ. छैन. अनि आनाको एनिमल यस्तो अलिकति वाइल्ड हो कि अलिकति यस्तो पेट टाइपको हो? कसैले गराउँछ. पेट गर्छ. इज इट क्याट? क्याट त यहाँ नेपालमा पाउँछ नि. सरी. ममको कलरफुल छ. सिङ्गल कलर हो मेरो. भनेपछि आनाको बाहिर पाउँछ कसैले. त्यो झुमा हुन्छ? झुमा हुन्न. कुनैमा. अनि कलरफुल हुन्छ. त्यो उस के अरे माछा मासु खान्छ कि भेज हो? त्यसले माछा मासु खान्छ. एन्ड वी क्यान पेट इट. राख्न सक्छ हामीले घरमा. ओ, विदेशी एनिमल. वान कलर है ना. सिङ्गल कलर. तेस्रो त नो. नेपालमा कहाँ हुन्छ यस्तो? विदेशमा भनेपछि त्यसको त्यो यस्तो उस हुन्छ नि शरीर यस्तो फ्लफी खालको, भुत्ला फ्लफी खालको छ कि यस्तै नर्मल यस्तो कुकुरहरूको हुन्छ त्यस्तो छ? मिडियम साइजको अलि फ्लफी पनि छैन, त्यो कुकुरहरूको जस्तो. अनि नेपालमा पनि पाइन्छ होइन? एउटा मात्रै मार्क छ होइन? एउटा मात्रै कलरमा, सिङ्गल कलरको. त्यो आनाको एनिमल यसरी 4 खुट्टाले हिँड्छ कि 2 खुट्टाले पनि हिँड्न सक्छ? 4 खुट्टाले. अनि ममको एनिमल 4 खुट्टाले हिँड्छ कि नै? हिँड्छ 4 खुट्टाले. भनेपछि आनाको एनिमल ठुलो छैन होइन, मिडियम साइजको छ. ठुलो हुन्छ कि हुन्न? मिडियम साइजको छ, 4 खुट्टाको, फ्लफी हल्का ठिक्कको, कलरफुल एनिमल विच वी क्यान पेट. क्या हो सकता है? मम्मी अनि त्यसपछि चाहिँ हामीले पाल्न सक्छ? नै, सक्दैन. इट इज वाइल्ड एनिमल. वाइल्ड.
अनि आनाको एनिमल मलाई त ला सोध्नै आएन मलाई त के सोध्ने सोधिसक्यो भन न। त्यो चिसो ठाउँमा हुन्छ कि तातो ठाउँमा? त्यो त तातो ठाउँमा हुन्छ। माछा मासु पनि खान्छ। खान्छ। क्या हो सकता है आना? कलरफुल। थाहा छैन यहाँले कलरफुल भनेको के हो? ओके। हँ? पिकक कलरफुल हुन्छ। त्यो ग्रीन अनि त्यस्तो कलरफुल हुन्छ। ग्रीन। अब जसरी अब पान्डा छ भने पान्डालाई कलरफुल भन्न मिल्दैन। पान्डा दुईटा कलर मात्रै छ, ब्ल्याक एन्ड व्हाइट। ए त्यसो भए त मेरो कलरफुल होइन। दुईटा कलर पान्डा ए होइन कार्निभोरस हो र त्यो खाने मासु माछा त्यो त भेज हो होइन। दुईटा कलर मलाई आएन त्यो नि। त्यो जम्प गर्छ कि यसरी यस्तो स्क्रोल गरेर हिँड्छ कि नर्मल यसरी डगी यसरी हिँड्छ? नर्मल डगी यसरी हिँड्छ? जम्प गर्दै हिँड्छ काङ्गारू। चार खुट्टामा कहाँ हिँड्छ? नर्मल डग जसरी नै हिँड्छ। काङ्गारूले जम्प गर्दै हिँड्छ दुईटा खुट्टामा। अनि कार्निभोरस कहाँ हो र त्यो? अनि मम्मी हामीले त्यसलाई टिभीमा देखा कलरफुल छ कि छैन? छैन। मैले भने त सिङ्गल कलर, सिङ्गल एउटा कलर मात्र। ओ माई गड आना, मलाई त कति डिफिकल्ट लाग्यो त आनाको क्वेसन त। म भन्छु। ल भन। त्यो राजा होइन। होइन। एलिफेन्ट? नो। हिप्पोपोटेमस? होइन। राइनो? आनाको एनिमलले हिँड्छ मात्रै कि त्यसले स्विम पनि गर्न सक्छ? स्विम पनि गर्न सक्छ। धेरै जस्तो कसैले गर्दैन। के रहेछ के? अनि त्यो नि पनि क्वेसन मैले बिर्सेँ के भन्न लाग्थेँ मैले। त्यो एउटै कलममा हुन्छ होइन? हिप्पोपोटेमस होइन, राइनो होइन, एलिफेन्ट होइन, कार्निभोरस होइन। माछा मासु खान्छ? माछा मासु खान्छ। त्यसो भए आनाकोले चाहिँ माछा मासु अनि घाँस दुइटै खान्छ होइन? कि माछा मासु मात्रै खान्छ? माछा मासु मात्रै खान्छ अनि कसैलाई प्याट गर्छ। धेरैले गर्दैन, थोरैले मात्रै हो प्याट गर्ने। अनि विदेशमा हुन्छ, यहाँ हुन्न। यहाँ हाम्रो घरको वरिपरि छैन। होइन, आनाले यस्तो भन्यो कि नेपालमा पाउँदैन, विदेशमा मात्रै हुन्छ। सुरुमा यस्तो भनेको नि त आनाले, नेपालमा हुन्न विदेशमा मात्रै हुन्छ भनेर। अनि कसरी हाम्रो घरको वरिपरि पाउन्न भनेको त नि? होइन कि मलाई सोधेको? हाम्रो घरको वरिपरि छैन। वाइल्ड एनिमल अनि हाम्रो घरको वरिपरि कहाँबाट हुन्छ? त्यो हट ठाउँमा बस्छ कि? हट ठाउँमै हो। त्यसको एउटा मात्रै कलर होइन? त्यो के अरे टाइगरहरू जेब्राहरू जस्तो यस्तो छैन? त्यस्तो टाइगर जेब्रा त स्पोट अथवा यस्तो लाइनिङ त्यस्तो छ नि।
So म त सधैँ सोध्न आएन क्वेसन सिद्धि मेरो त बाइल एनिमल द्याट गर्छ ठिक्क साइजको हुन्छ होइन टाइगर पनि हुन्छ नेपालमा ल्यापर्ड पनि नेपालमा हुन्छ लायन पनि नेपालमा हुन्छ विदेशमा हुने के होला डेन्जर क्वेसन गरे आनाले आनाले सोध्दा मलाई त आएन सोध्नै ममको पनि डेन्जर क्वेसन छ छैन मेरो डेन्जर आनाले सोध्दै आएन मलाई कति धेरै क्वेसन त मैले आना जति क्वेसन सोधेँ नि त्यसमा कति क्वेसन मलाई आनाले सोधेको छैन आनाले त्यो क्वेसन सोध्यो भने आनालाई आन्सर आइहाल्छ त्यो जम्प गरेर हिँड्छ त्यो यसरी हिँड्छ कुकुर जसरी कुकुर जसरी हिँड्दैन अनि यस्तो 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 गरिन्छ स्नेक कोब्रा क्रोकोडाइल आनाको के हो नि मलाई आएन ल्यापर्ड अनि ल्यापर्ड नेपालमा हुन्छ नि मलाई थाहा छैन ल्यापर्ड नेपालमा हुन्छ नि अनि आनाले किन यस्तो भन्यो हुन्छ मलाई थाहा छैन के अरे थाहा छैन त्यो भएर के हजुर त्यही भएर त म त भन्छ भक्कु विदेशमा हुन्छ ल्यापर्ड त नेपालमा नै हुन्छ नेपालमा पनि हुन्छ विदेशमा पनि दुईटै ठाउँमा हुन्छ कति छ रे ल्यापर्ड छ त अनि अस्ति सौरामा जाने बेलामा हेरेको हामीले ल्यापर्ड Hi guys and I am winner